वेलकम टू माय न्यू ब्लॉग। आज हम लोग घर जा रहे हैं, तो हम लोग घर जा रहे हैं। तो मेरी बहन लोग इधर है, ये मेरी सिस्टर है, ये भी मेरी सिस्टर है इधर बैठी, मेरे हस्बैंड इधर है, मेरे भाई उधर है। वेलकम टू नेपाल। मैं नेपाल से ब्लॉग बना रही हूँ आज। ऐसा काला काला हो गया आसमान में, देखते हैं कैसा होगा। एक ये क्या बोलते हैं, टेम्पो कुछ आया है, पता नहीं रोकेगा कि नहीं रोकेगा। रोक रोक जगू। ओके ओके। ओ यस्तो टाइट टाइट हाल्दै मेरो नेपाल पुगेर पनि मेरो काखमा यस्तो धेरै सामान छ। यो त यहाँ कस्तो चेपेर मर्नै आँटिसके। यहाँ बस्यो भाइ चाहिँ सधैँ रामु यसले हेर्नु न, हाई भन्नु त, मैले भिडियो बनाइरहेको छु। यहाँ त पानी परेर कस्तो हुन लागिरहेको छ, पानी त परेको छैन यत्रो धेरै, मेरो खुट्टै देखा छैन क्या। बाहिर हेर्दाखेरि चाहिँ केही देखेकै छैन, यो मोबाइलको उसले मात्रै उज्यालो उज्यालो देखायो, नजिक चाहिँ अँध्यारो भइसक्यो। यहाँ नेपालमा असिना परिरहेको यस्तो साउन्ड पनि कस्तो टिङ टिङ आइरहेको छ। हामी चाहिँ गाडीमा छ नि, कति धेरैजना बिचरा प्यासेन्जरहरू, तर असिनाको यहाँ दाना देखाइदिँदा भनेको दानै नदेखिने गरेर असिना पनि देख्थ्यो थोरै सेतो सेतो दाना यत्रो यत्रो हुन्छ असिना। बादल मान्छे झगडा नगर्नु, झगडा भाइ तपाईँ त ह्यान्डसम हुनुहुन्छ, झगडा नगर्नु ल। म्युजिकको हिँड्दैछ। ए बहिनी चाहिँ किन स्याड भयो होला यस्तरी, के भयो तँलाई? छुट्टै पिरीमा भइगयो हो त्यस्तो। मास्क किनेर दिइदेऊ, मोबाइल मुखमा लगाइरहेको छौ त बहिनी। कस्तो मजाले पानी पर्न लाग्यो। अगाडि चाहिँ असिना परिरहेको थियो, अहिले चाहिँ सन्चो के अरे असिना परेर भ्याइसक्यो। र चस्माको स्टाइल ओके ओके देखाउँदिनँ, यता हेर्नुहोस् त, नयाँ नयाँ डिजाइन चस्मा लगाउनु, नयाँ फेसन हो कि डिजाइन हो के हो थाहा छैन। के भन्छ बाहुबलीमा छ त हिरोइन, त्योभन्दा कम देखे छैनिस् विनिता त। चारवटा आँखा दाँतिर नयाँ डिजाइनको चस्मा, त्यो छक्क पञ्चमा त्यो यहाँबाट लौरो झुलाएर लगाएर हुन्छ नि एउटा बुढीले चस्मा, त्यस्तै काउली बुढी, सेम काउली बुढीको बुढा जस्तो लाग्यो अहिले। अरू कुराहरू याद हुन्छ। बिचरा यिनी नानी कहाँ कि रहेछ, हाँसी हाँसी गरिरहेको। के किन हाँस्नु भएको आन्टी? मेरो टाउको गर्नु उहाँ चाहिँ कहाँ बहिनी हुनु होइन? कति वर्षको पुग्नु भयो होला है? 68। हेर्दाखेरि ठ्याक्कै त्यस्तै लागेको थियो, भनौँ जस्तो लागेको थियो, ठ्याक्कै भनिसक्नु। उहाँ चाहिँ सोल्टी कस्तो नै हाँसेको के साइडबाट। अङ्कलसँग हेरिन अन्टी हाँस्दैन, अन्टी अङ्कल। अर्कै हजुरआमा हजुरआमाको कतिवटा बच्चा बच्ची छन् होला? 12-13वटा रहेछन् बिचरा। टेन्सन नगर्नु, फुटबल हो कि भलिबल खेलाडी भइजान्छन्, खेलाडी हो कि खेलाडी भइहाल्छ। अन्त तपाईँले टेन्सन गर्नै पर्दैन। अहिले बालेन शाहले फेरि स्क्र्याच बनाइदिए नि त, त्यो उसको फुटबल खेल्नेवाला केटीको है। तपाईँको छोराको पनि आउँछ जस्तो छैन। अनि छोरी मात्रै हुन् 12वटा, कुकुर मात्रै।
यो नयाँ रेकर्डमा सायद 12वटा मान्छेले कुकुर जनाउने कुकुरभन्दा कम छैन। यो हाम्रो बहिनी हुनुहुन्छ एकदमै धेरै धर्मिलो मतलब के गरे दया मान्ने टिट मान्ने बिचरा अहिले चाहिँ उनीहरूको दुःख पीडा देख्न नसकेर रोइराख्नु भएको छ। बाबु तिम्रो घर कहाँ हो? उहाँ चाहिँ आमा पढ्नु भएको छ, बुवा चाहिँ खै कहाँ जानु भएछ बिचरा धेरै। होइन बुवा होइन पनि भाइ हो बिचरा। मेरो बुवा जन्मिनै जन्मे छैन। मेरो बुढा जन्मेको छैन के बुढा नजन्मेर त्यस्तो होइन, नराम्रो चाहिँ भन्नुहुन्न। यो बहिनी चाहिँ एकदम धेरै माया गर्छ कि सबैलाई, एकदम राम्रो छ नि त। मेरो बहिनी कहाँ गलत हुन सक्छ? मेरो बहिनी एकदम धेरै उल्टो भन्नु आयो ठ्याक्कै एकदम धेरै राम्रो छ। त्यस्तो नभन्नु पब्लिक, त्यस्तो भन्नुहुन्न के। यहाँनिर रोकिदिनुहोस् त हाम्रो क्युटी बहिनी झर्न लाछिन्। ल बाई प्यारी दिदी बाई 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 बाई। पैसा दिएछिन् कि नै सोध्नु त। आज अहिले चाहिँ राम्रोसँग बस्नुभयो हजुर, टेन्सन नगर्नुहोस्। तपाईँको बच्चा भए पनि कसैले काखमा बसाल्दियो भने राम्रो फिल होला नि त तपाईँलाई, होइन? विचारहरूको दुःख पीडा देख्न नसक्ने मान्छे रोइसक्नु। तर बाहिरतिर यस्तो उज्यालो किन आइदिइरहेको के? यहाँ त अँधेरो भएर। यो चाहिँ नेपालको कुन ठाउँ अरे? मोबाइल गाडी कुन ठाउँ अरे? बाँसगढी। यो अब बाँसगढी पुग्न लागिसक्यौँ हामी। आज कति 4 दिनपछि बाँसगढी पुग्दैछौँ। आज गरेर त 5 दिन भइसक्यो। कहाँ इन्डियाबाट हिँड्यो? बाई 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 भन्यो तर हात लाएर भाइ भनेपछि के हुँदैछ? तिम्रो नाम के हो? रेसिका के हो? मगर हो। मगर जस्तै छैन नि। कस्तो दामी छौ त तिमी, मगर जस्तै छैनौ त। क्युटी छौ। मम्मीसँग हो यहाँ गरिदेऊ त, बाई गरिदेऊ त, बाई गरिदेऊ त। कस्तो क्युट नानी छौ, बाई गरिदेऊ त। मेरो छोरी कस्तो ज्ञानी रहेछन् यिनीहरू, घिनाउन ज्ञानी छैनन्। डाउलेरी थाहा पाउनु